श्रीमतीसँग अर्को मान्छे अट्याचमा छ कि छैन भनेर कसरी थाहा पाउने? धेरै कामै गर्नु पर्दैन, खालि रिसाइदिनुस्, गाली दिनुस् त्यसलाई। ऊ नजिकाउन खोज्छे, माया झन् बढाएर जान्छे, आज बुढोलाई के भयो भनेर कारण बुझ्छे, कारण खोज्छे हैन? तपाईलाई झन् आकर्षित गर्न खोज्छे। टाइम 2 घण्टा दिन्थ्यो भने दिनैभरि जतिखेर नि दिन थाल्यो हैन? अरे मेरो गल्ती केही छ क्या भनेर आफूतिर सजग भयो, भनेको हर कुरा मान्न थाल्यो, जे भनो त्यही गर्न थाल्यो, तपाईप्रति समर्पित भएर लाग्यो भने बडी क्लियर, कुनै नागाको फेला परि